तिमी मास्न आएको अरू बेला त महँगो बासमती गरेर पका भन्थ्यौ त भन्छे त आज गाउँमा मरण परे थाहा छैन तिमीहरूलाई आजकै दिन मासु नपकामा हुन्थ्यो सबै मलाई बिगान कसैले थाहा पाउँदैन चुप लाएर बस मासुको भन्दा थाहा पाउँदैनन् यो गाउँका मान्छेहरूको नाक मुकुरको भन्दा पनि बाठो छ गुन्द्रुक पकाउँदा त थाहा पाउने गाउँलेहरू मासु पकाउँदा भन्दा थाहा पाउनन् आजको दिन मासु नपकाउने हुन्थ्यो नगर है बा तिमी बरु तिमी नखाऊ म त खान्छु अरूको घरमा कुकुर मर्दा नि बार्नुपर्छ आमा त के गरेको भगवानलाई चढाएको के गरेको तैँले बच्चा र भगवान एउटै भनेन अनि म नि बच्चा म नि भगवानै भए त भगवानले चढाएको मैले खाइदिएँ मिठो छ आमा ओइ शेरे खाना खाइसकेन ल आइज बाहिर अब जाऊ ल सकिएन होइन अब के अरेको मैले अघि नै भनेको होइन हातमा भनिदिँदै आउँछ मासु नपकाऊ मासु खान हुन्न आज भने मैले अघि नै भनेको होइन बनाएको हातमा भनिएर आयो हे भगवान् के हुने अब कसको मुटुमा दम रहेछ ल बाहिर जाउँ त अब आइजन है शेरे ढिला भयो के ए भगवान् त्यस्तो हुन्छ भने मलाई पहिल्यै थाहा थियो ल आइज ल हिँडौँ मसँग आइजाऊ होइन के अरे आइज न ल आइज ल हिँड्नु मसँग जाऊ ओ शेरे होइन आज यो गाउँको मान्छेलाई के भएको छ बिग्ली ढले खा त यो चिथर्नीलाई चाहिँ के भयो फेरि ओए शेरे ओए के भयो फेरि ढल्छ त होइन यसलाई त लाइछाड्रो लाग्यो क्या हो मोजा सुँग जस्तो भइसक्यो मलाई ओए ओए शेरे उठ तपाईँ हो म अब के तैँले मलाई पनि चिन्न छोडिस् होइन झन् एउटा काम गर्नु पर्यो भनेर खोज्दै आएको चिथर्नी बोइलर कुरा आएको बौलो ढल्छ के गर्दै तँलाई यहाँ भन्नु मिल्ने आयो म यहाँ किन आउने लाइ मसँग हिँड्नु म उहीँ गर्नु म जान्ने कि मलाई झोडिदिनु म जान्नु त्यो चिथर्नी कसाई त घिउ बुढी भैँसी लड्या हातो बङरङमा लड्या थियो यसलाई यही खोलाइ बगायो क्या हो खोलामा पानी छैन त्यो पनि हो कस्तो ऐठन पार्यो है बमदाई के एकचोटि म हजुरलाई चिमटम चिमट एकचोटिको प्लिज ल चिमट अथवा मर्छ क्या तेरा बाउलाई हजुर जिम्दै हुनुहुन्छ होइन के कुरा गर्छ यो लालाई के मुख छाड्नु जिउँदै त छु नि यहाँ तपाईँ मर्नुभयो भनेर गाउँभरि हल्ला चलाएको थिएँ त्यही त आज गाउँमा मलाई देख्ने बित्तिकै किन मान्छे पौलो ढले भने ठाने कुरा यस्तो पो रहेछ होइन यो सिंहमा चिथर्नी कुन चाहिँ रहेछ त्यो यो नचाहिँदो हल्ला फैलाउनु चाहिँ हामीलाई त सुपाली भने के हो गाई खानी राटे अब हुन्थे यसो गर्छ अरे आज तैँले तेरो त्यो लिभरले काम गरुन्जेलसम्म खा हो त
त्यो सबै खर्च मेरो। खा। गम्दै तपाईँ त मेरो भगवान हो भगवान। तपाईँ जतिको राम्रो मान्छे र तपाईँ जतिको ठुलो मान्छे कोही पनि छैन मेरो लागि। ल अब तँ मलाई भगवान भनेर भन्छस्, तेरी स्वाहानीले भगवानकै छातीमा वाक्क लात्ताले हान्दाखेरि तँ के गरेर बस्या थिए त? आफ्नो यहाँ छाती अहिलेसम्म चस चस गरेर आछ। हेरै सेरै मैले भन्दै आज तेरो स्वाहानीले राम्रो गरिन। हो त त्यसले तपाईँको छातीमा हान्न नहुन्थ्यो, त्यसले तपाईँको टाउकामा हान्न पर्न्थ्यो। छातीमा किन हानि त्यसले? होइन यो सीमा चिथारीलाई लाए क्या हो? खै सुन सेरे, ए सुन्न, भगवानलाई देखेपछि शिर झुकाउने हो, लात्ताले छाती फुट्ने गरी भक्क हान्ने होइन, बुझिस्? मैले भनिदिया छ तेरो स्वाहानीले ठुलो गल्ती गरी। हो मैले बुझेँ। अबदेखि मैले त झनालाई बमेदालाई छातीमा लात्ताले हान्ने होइन, बमेदालाई चिरपटले टाउका हान्ने हो भनेर भनिदिन्छु है। त्यसले मैले भनेको मान्छे होइन यो सीमा चिथारीलाई त नराम्रो लाग्छ अब यहाँ बस्यो भने हजुर। ल हिसाब लेखेर राख है, हिसाब किताब मर्दैन, सुको हात पर्दैन। त्यो बमेलाई टाउकोमा हान्न, बमेलाई छातीमा हान, टाउकोमा हान भन्छु मैले। त्यसले मेरो बमे दाईको छातीमा लत्ताले हान्ने त्यसको होइन त्यो मेरो सेरेलाई त यति रक्सी के पेटमा पर्नु पर्दो रहेछ, एउटा पनि थिरको कुरो गर्दो रहन्छ के बोल्या त्यसले। गोधालाई नुहाएर गाई बनाउँछु भनेर यत्रो भन्थ्यो। ओहो सेरे पेटमा यति रक्सी के पर्नु पर्दो रहेछ ओइ, एक पैसाको कुरो गर्दो रहन्छ। यसै गरेर माने अहिले के बिरी चस्केको यो छाती, खानै नपाउने माने हलक्क खुट्टा गरी त बाबु। यसैले लाताले हाम्रा छाती पुग्या भनेर भनौँ भने आफ्नै बेइज्जत हुन्छ। हेर्ने बरु कसैलाई थाहा नदिकन मेडिकल गएर डाक्टरलाई देखाएर आउँछु। के बगाइछ डल्लीले, पेटा भोलाएर के हाल्ने, घाँटीबाट जाला जस्तो भएको छैन। हेर त कान पनि रातै भएछ। आमा म ठुलो भएपछि सबसे पहिले त्यही बमेलाई पिट्छु। तेरा बानी कहाँ गयो अहिलेसम्म हत्तो पत्तो छैन। सिलौटा माथि म भुटिया मकै छ, झोला हालेर स्कुल जा। यो छातीले मलाई कस्तो दुःख दिएको है। त्यसो खुट्टा भाँचिएको, एकचोटि राम्रो डाक्टरलाई नदेखाइ नहुने भयो। औडी
होइन त के गरेर बसिरहेको छस् क्या खोइ मेरो झोला नि आए हो आए कति गनगन गरे हो कति कराएको सुलाउनु भरे चाहिँ अलिक बेलैमा आउनु नि ए आउँछु आज एक दिन भने तेरो अनुहार नहेर्दा मलाई आनन्द हुन्छ आज चाहिँ म उतै बस्ने हो ल हेर न बोलेको आनन्द हुन्छ अरे ऊ बेलामा यही अनुहार देखेर मरिहत्ते गऱ्यो अहिले आयो नआएन हेर बाबु जे जस्तो भयो नि तैँले पढ्न चाहिँ राम्रोसँग पढ्नुपर्छ है त्यहाँ माथि तेरो बाबामाको अवस्था पनि त्यस्तो छ गाउँमा हेर त पढे लेखेकाले कस्ता कस्ता घर बनाए तैँले पनि राम्रो पढिस् भने त्यस्तै गर्न पाउँछस् स्कुल चाहिँ राम्रोसँग जाने गर है स्कुल त जाने हो तर बाको लुगा किन्नेसम्म हैसियत छैन लुगै किन चाहियो त थपकाउन पढ्न जा न गयो लुगा नभइकन स्कुल लुगा नभइकन साथीहरू कति बिल्ला उठ्छन् लक्ष्मी तिमीले यिनका आमा बुवालाई देखाएको छ त ओहो के हो तिमी त हातभरि कानभरि घाँटीभरि झपक्क सुलाएर छौ त हो त नि बुढाले विदेशबाट पैसा पठाइदिनु भएको थियो अनि मासिन्छ भनेर किन पैसा राख्नु भनेर यसो सुनजोडी हेरेको नि अनि तिमीहरू कहाँ जान लागेको यतै मासतिर हामी गयौँ है नबोलिकन हिँड्यौ त के हो काकी यहाँ आएको कोही देखिन अनि फर्किहालेको ए तपाईँ भित्रै हुनुहुन्थ्यो भित्रै थिएँ अब काकालाई छाती दुख्यो भनेर अस्पतालतिर जानु भएको छ बाहिर के एक्लै बस्नु भनेर भित्रै बसिरहेको थिएँ छाती त किन नदुखोस् हाम्रो आमाले उडी उडी निखिली उप्रेतीले त्यसरी के गाली तुलसी आलु खान आएको रहेछ भालाझिक भनेको यसले के भना सुनेछ कि खै तिमीहरूको कुरा त के हो मैले त कुनै पनि मेसो पाउनु सक्दिनँ लु आएर बस यहाँ म चिया बनाएर ल्याउँछु घर आएको मान्छे यसो चिया सेतो खान्छ तँलाई चाहिँ बिचा पक्क किन बोलिहाल्नु पर्यो नि यो मेरो नेता बनी लक्षण हो दिदी धेरै बोल्ने कहिले चाहिँ नबोल्ने अब एउटा कुरा मात्रै सिक्न बाँकी छ के कुरा नि सत्य अहिले छिटो चिप्लिन्छ मेरो मुखबाट झुटो बोल्न मात्रै सिक्नु बाँकी छ दिदी हामी यहाँ धेरै बेर बस्यौँ भने तिमीले त्यो लुगाको पाउनु भएको खुसी दिनभरमै जान सक्छ ए दिदी हामी यहाँबाट फालिहाल्यो सुपा लु मैले झन् यहाँ चिया बनाएर लिएर तिमीहरू चिया नखाइकन कहाँ गएको हेर्नु न काकी मलाई त यहाँ बस्दा बस्दै एक्कासी पेट काटेर घर जान लाग्यो कि चिया त खाएर जान आइज पेट काटेर मलाई अहिले यहाँ उभिनै एकदम गाह्रो भयो पछि खाउँला है काकी अहिले नखाऊ जमाइ छ नक्को पनि बियोरा देख्दा त पानी पनि नदिउ जस्तो लाग्छ कहिले काहीँ त झन् चिया बनाएर लिएर आएको हेर खेर गएन मलाई के भन्नु धन्य लनिने यार
आज त दिउँसै रौसी खाएर रोइला भरै नि आहा त म त जस्तो मान्छे हुँ दसैँमा मात्रै मासु खाने दसैँमा मात्रै रौसी खाने मैले त दिनमा 2 छाक मासु 2 बोतल रक्सी खाइनँ भने मलाई निद्रा लाग्दैन निद्रा हेर न अब त ठुलो कुरा गर अहिले कामको जाली फुट्ने दिन्छ अनि थाहा पाउँछ तुलाएर घर गएर सुत सुन्दिन तैँले सुत भने सुत्ने तैँले मुत भने मुत्ने हो मलाई वडा अध्यक्षले फोन गरेका छन् अहिले भर्खरै मेरो गाउँपालिकाको अध्यक्ष मिटिङ छ म मिटिङमा जान्छु तैँले सुत भनेर सुत्ने म यसो कुरा नगर यसले आज कहाँबाट अलकता रौसी भेटाएछ यसले अब गाउँलेहरूलाई 2-4 दिन सुत्नै दिँदैन जान्ने त अलि बढी बोल्ने भएस मन्जेर कमला आउला जुन फेरि बिचार लाउ त सागो पख्न तँलाई रक्सीले छोडोस् न अनि तँसँग कुरा गर्छु रक्सी पनि कति खाएको रहेछ यार मलाई नै झ्याप बनाइसक्यो हिँड्छौ दिदी सुन भएका मान्छेहरू धनी हुन्छन् होइन आज हामी पनि धनी चुप लाग यस्ता कुरा गाउँभरि भन्दै हिँड्लास्ने गाउँले थाहा पायो भने हामीलाई गाउँबाट निकाल्छन् अनि यहाँ सुन त तेरो बाबामा यहाँ आयो भने झ्याउ हुन्छ फेरि तँ घर गइहाल ल ल म जान्छु तर त सुन चाहिँ आधा आधा है दिदी ल ल के तिर नगर त अहिले जा राम्रो सुहाएको कस्तो राम्रो सुहाएको हुन त लाएको र खाएको कसलाई चाउँदैन र नभएर पो त आउँदा मान्छेले मलाई चिनेकै छैनन् जुन दिन यिनीहरूले मलाई चिन्छन् त्यो दिनसम्म भन्दैन धना ए धना आज पनि कुकुरको मुत खाएर आएन के भनिस् मैले खाएको अमृतलाई तैँले कुकुरको मुख भन्ने साले तेरो अलि धेरै मुख चल्न थालेको छ के गरे तपाईले यो बच्चालाई मेरो घरको यसको धेरै मुख चल्न थाल्यो यसको आमाको खुट्टो चल्न थाल्यो बमे दाइलाई छातीमा लात्ताले हानी यसकी आमाले यसले र यसकी आमाले गर्दाखेरि मैले गाउँभरि दुनियाँभरको कुरा सुन्न परेछ मान्छे भएपछि छुट्टिनु र मुटुनु जोगाउनु पर्छ भन्छ यिनीहरू आमा छोराको दुइटै जोगिएन है बुढा मलाई तैँले बाउला हात हाल्ने तैँले बाउला हात हाल्ने ए दाइ तपाईको होस छैन दिमाग छैन कि क्या हो तँ बोल्छिस् उठ्यो ऐचो है ओए ऐचो ऐचो ओए ऐचो 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 तिमीहरू सेरे दाइ यहाँ छु म चाँडो निकाल मलाई बा मलाई कस्तो मजा आयो म फेरि तल चाहिँ मलाई फेरि हाने माथि पुऱ्याइदिउ न यस्तो रमाइलो लाग्यो मलाई त